यौ अब कहू त मन केहन करैया। हिजो संसद भवनभित्र सबैजना मिलेर बोल्न दिएका थिएनन् रवि दाइलाई। आज दिन कस्तो भयो हेर्नु त, तिनीहरू कसरी बढारिए। रवि दाइले आज तिनीहरूलाई त्यो बोल्ने ठाउँमा उभिन समेत पनि दिएनन् के। माई गॉड, जनता जनार्दन सधैँ माथि। अब त बोलेर भाषण गरेर झुटा आश्वासन देखाएर ठुला ठुला प्रलोभनमा पारेर जनतालाई भुलाएर अब पनि म चुनाव जित्छु, सरकारमा जान्छु, सत्ता हाँक्छु भन्ने सपना उतै कतै पोको पारेर फालेर आउनु होला। अझै के भन्नुहुन्छ भने म उठ्छु, चिया पसलहरूमा कुरा गरेको सुन्छु के, हामी त खरानीबाट उठ्छौँ, हामी त धुलोबाट टकटकाएर उठ्छौँ। तिम्रा बाजे उठ्छौ अब सिद्धो दिन। अब चाहिँ के हो भन्दाखेरि अब चाहिँ कामको प्रमाणहरू लिएर आउनु पर्यो। मैले यति वर्षमा यो काम गरेँ, यति दिनमा यो काम गरेँ, बल्ल हो क्या, बल्ल। त्यसरी आश्वासन देखाएको छ, कहिले के कुरा गरेछ, कहिले के कुरा गरेछ, जहिले पनि आँखामा छारो हाल्याछ। अझै पनि भन्न जाने छैन कि हामी सुध्रिएर आउँछौँ भन्न जाने होइन। अझै पनि हामी उठ्ने छौँ के, त्यस्तै गफ गरेर उठ्न मन छ। अझै पनि पुराना एजेन्डाहरू देखाएर अनि एउटै बाटो चाहिँ वर्षौँ-वर्षसम्म फुटिरहने, त्यसलाई पुरिरहने, त्यही हो एजेन्डा। अनि हामी जनताले पत्याइदिइरहनु पर्ने सानो कुराको लोभ अनि सानो कुरोको आशमा हामी चाहिँ रुमल्लिरहनु पर्ने। तिमीहरूलाई त झुक्क्याए गजबले। जो आउँदाखेरि पनि पहिला के भन्थे, हुन्छ मलाई भोट दिनुहोस् है भन्दा हुन्छ भन्थे। यो चोटि त जनताले हुन्छ पनि भनेनन् क्या। किन दिने, तिमीहरूले के गरेका छौ, ठाडो प्रश्न गर्थे। डराएर नजिक पनि पढ्न सकेनन्। कोही खुल्लम खुल्ला संसार घुम्यो, कोही चाहिँ भने घर दैलोमा पनि यति डराए कि घर दैलोमा पनि पुग्न सकेनन्। हेर्नुहोस् कस्तो दिन आयो। मान्छेको बोली थुन्नको लागि तिमीहरू सबैजना मिलेर त्यो संसद भवनमा कस्तो बेइज्जत गरेका थियौ, बोल्न दिएको थिएनौ। आज तिमीहरूलाई त त्यो बोल्ने ठाउँमा उभिन लायकको समेत नछोडेर जनताले बढारे के, बढारे। दिन सकियो। अब कसरी उठ्छौ। हामी परिवर्तन भएर आउँछौँ। जेन्जी त उमेर समूह होइन रे। जेन्जी भनेको त मन हो रे, आत्मबल हो रे। राम के समेत भन्नुभएको के, मन हो रे, आत्मबल हो रे। जेन्जी जस्तो भिजन भएका मान्छे, जेन्जी जस्तो जोस जाँगर भएको मान्छे जति सबै जेन्जी हो रे। जताबाट पनि घुमाई सत्तामै बसिरहनु पर्ने। अब बस ल, अब घाटमा बस्छ, आरामले बस्छ, तकिया लगाएर निदाएर बस्छ, घुटु चिसो पानी खाएर बस्छ। तर हामी तिमीहरू जस्तो स्वार्थी पनि छैनौँ। एउटा कुरा चाहिँ के भन्छौँ भन्दाखेरि, अब हाम्रो सरकारले काम नगरिरहँदा, ढिलाइ भइरहँदा खबरदार चाहिँ गर है। प्रतिपक्षमा बसेर विपक्षमा बसेर बोल्न पर्छ। सबैजना पक्षीय भएर मात्रै वाही गर्दा मान्छे मात्तिन्छन्, घमण्ड आउन सक्छ होइन। अब विपक्षमा रहेर, विपक्षमा उभिएर चाहिँ ढकढक्याउने काम चाहिँ गर्नु। तर गल्ती नभइकन गल्ती देखाउने, दोषी नभइकन चाहिँ दोष लगाउने जस्ता कुराहरू चाहिँ अब बन्द गर्नुहोस्। ती सबै पुराना कुरा भए, पुराना भिजन भए, पुराना तवर तरिका भए। अब जनता यति सचेत छन्, यति सजग छन् कि तपाईँहरूको झुटो एजेन्डा र झुटा कुरामा हामी लालाहित भएर लाग्दैनौँ। हामी सुध्रिसकेका छौँ। घर दैलोको क्रममा देखेको भेटेको माया मैले सबैलाई भन्दै हिँड्थेँ के, तपाईँको यो घर दैलोको क्रममा मैले देखेको निलो क्रान्तिप्रतिको माया,
फागुन 21 गते मतपेटिकाभित्र हेर्न चाहन्छु है भन्दै हिँड्थेँ कि म सबैलाई ढोक्दै हिँड्थेँ। साँच्चै मैले निलो क्रान्तिप्रतिको माया घर दैलोमा मात्रै होइन, चिया पसलमा अनि भान्सा कोठामा मात्रै होइन, मतपेटिकाभित्र पाएँ। सबैजनाले भन्नुहुन्थ्यो यो मोबाइलमा घोप्टिनेहरू मात्रै छन् क्या रासोपाको समर्थक, बालेन गर्ने। जो बालेन गरेर कराउँछ, उफ्रिन्छ, रासोपा भनिरहेछ, तिनीहरूको त भोटर लिस्टमा नाम पनि छैन, भोटर कार्ड पनि छैन, तिनीहरू भोट हाल्नै पाउन्नन्। कति अफवाह फैलाउँथ्यौ तिमीहरू, देख्यौ कहाँ रहेछ, के रहेछ। जसको भोटर लिस्टमा नाम थिएन, जसको भोटर कार्ड थिएन, जो देशमा थिएन, जसलाई भोटको एक्सेस थिएन, तिनीहरूले पनि 100 जना, 10 जना, 25 जना, 20 जना, 5 जना यार जति हुन्छ त्यति ल 1 by 1 ले पनि इन्स्पायर गरिरहेको थियो क्या। त्यसको रिजल्ट हो अहिले देखिरहनु भएको छ नि, देश नै गन्टीमय भएको छ। त्यसैले सामाजिक सञ्जाल पनि सानो छैन, धेरै ठुलो हो। अब हामीले गरेको कामहरू, हाम्रो सरकारले गरेको कामहरू यही सामाजिक सञ्जाल मार्फत तपाईँलाई देखाउनेछौँ। फर्स्ट कुरा र सेकेन्ड कुरा, हाम्रो सरकारले काम गर्न नसकेको खण्डमा, काम नगरेको खण्डमा हामी सरकारको खबरदारी पनि यही सामाजिक सञ्जाल मार्फत गर्नेछौँ। दोस्रो कुरा कस्तो लाग्यो त?